धन्यवाद कार्यक्रमका सञ्चालकज्यू। पूर्वी रुकुमको पुथा हिमालदेखि नवलपरासीसम्मको भूभाग जसले सिङ्गो नेपालको झझल्को दिन सक्छ। हिमाल, पहाड र तराईको सामाजिक तथा सांस्कृतिक विशेषताले भरिएको मिनी नेपालको रूपमा हेर्न सकिने भगवान गौतम बुद्ध जन्मिएको पवित्र भूमि लुम्बिनी प्रदेशको ऐतिहासिक कार्यक्रम साक्षर लुम्बिनी प्रदेश घोषणा समारोहका सभाध्यक्ष, लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री माननीय जन्मजय तिमल सेनाज्यू, कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका मुख्यमन्त्री माननीय चेतनारायण आचार्यज्यू, विशिष्ट अतिथिज्यूहरू, मञ्चासीन अतिथिज्यूहरू, उपस्थित सम्पूर्ण पत्रकारज्यूहरू, शिक्षा प्रेमी अग्रजहरू, शिक्षक तथा अभिभावकज्यूहरू लगायत उपस्थित सम्पूर्ण महानुभावहरूमा म श्री तम्कडा नमुना माध्यमिक विद्यालय पाल्पाको कक्षा 9 मा अध्ययनरत छात्रा ओजस्वी आचार्यको तर्फबाट न्यानो अभिवादन व्यक्त गर्न चाहन्छु। प्रसिद्ध राजनीतिज्ञ नेल्सन मण्डेला भन्नुहुन्छ, एजुकेसन इज द मोस्ट पावरफुल वेपन दैट यू क्यान युज टु चेन्ज द वर्ल्ड। नागरिक स्तरको परिवर्तनको, विकासको र समृद्धिको मात्र नभएर सिङ्गो देशको सबैभन्दा महत्त्वपूर्ण पक्ष शिक्षा हो। औपचारिक होस् वा अनौपचारिक, नियमित होस् वा अनियमित, शिक्षाले हाम्रो समाजलाई विकासको गतितर्फ लैजान उत्प्रेरित गरिरहेको हुन्छ। हामी सबैको सबैभन्दा ठूलो अपेक्षा समृद्धिको महत्त्वपूर्ण आयाम नै शिक्षा हो, जसले राज्यका विभिन्न निकायहरूलाई अगाडि बढाउन मद्दत गर्छ भन्ने मेरो बुझाइ छ। औपचारिक शिक्षाको ढाँचा, विधि, विकास र चरित्रको विषयमा पछिल्लो समयमा चर्चा गर्दै गरौँला। आज यो महत्त्वपूर्ण कार्यक्रमको आयोजना गरी साक्षर लुम्बिनी प्रदेश घोषणा समारोहको साक्षी बन्ने अवसर प्रदान गर्नुभएकोमा म हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। यो उत्साहका साथ शिक्षाको विधि र विकासमा लुम्बिनी प्रदेश सरकार र सामाजिक विकास मन्त्रालयले देखाएको चासोप्रति म लुम्बिनी प्रदेशका सम्पूर्ण विद्यार्थीहरूको तर्फबाट हार्दिक हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। आदरणीय महानुभावहरू, साक्षरता ज्ञानको ढोका हो र ज्ञान समृद्धिको आधार हो। आज हामी सबैले खोजेको यो लक्ष्य पूरा भएको छ। आज लुम्बिनी प्रदेशका 12 वटै जिल्ला पूर्ण साक्षर जिल्ला घोषणा भइसकेका छन्। नेपालको संविधान 2072 ले शिक्षालाई नागरिकको मौलिक हकको रूपमा सुनिश्चित गरेको छ। संविधानको धारा 31 अनुसार आधारभूत तहसम्म अनिवार्य र माध्यमिक तहसम्म निशुल्क शिक्षा प्राप्त गर्ने हकको व्यवस्था भएको छ, जसका निम्ति लुम्बिनी प्रदेश सरकार र सामाजिक विकास मन्त्रालयले खेलेको भूमिका म मुक्त कण्ठले प्रशंसा गर्दछु। आजको आधुनिक युगमा पढ्न र लेख्न जान्ने मात्र होइन, सामाजिक सञ्जाल र इन्टरनेटको सुरक्षित प्रयोग गर्न सक्ने, आम्दानी, खर्च, बचत र ऋणको हिसाब किताब बुझ्ने, स्वास्थ्य, सरसफाई र पोषण सम्बन्धी जानकारी भएको, सही र गलत सूचना छुट्याउन सक्ने, संविधान, अधिकार, हित र रक्षालाई आत्मसात गर्नेलाई साक्षर ठान्नु पर्दछ। नेपाल सरकारले अंगीकार गरेको वर्तमान मापदण्ड अनुसार 15 देखि 60 वर्षसम्म 95% व्यक्ति साक्षर भएमा त्यस क्षेत्रलाई साक्षर क्षेत्र घोषणा गर्न सकिन्छ। आज लुम्बिनी प्रदेशले यो मापदण्डलाई पूरा गर्दै आफ्नो लक्ष्यमा पुगेको छ। यो लक्ष्यमा पुग्न दिलो ज्यान दिनुहुने लुम्बिनी प्रदेशका मुख्यमन्त्रीज्यू, सामाजिक विकास मन्त्रीज्यू, सचिवज्यूहरू, यहाँहरूको यो सिङ्गो टिम, 109 वटा स्थानीय तहहरू, 4439 वटा सामुदायिक विद्यालय र त्यस विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक सर म्याडमहरू, तपाईँ सञ्चारकर्मीज्यूहरू र उपस्थित सम्पूर्ण महानुभावहरू धन्यवाद तथा बधाईको पात्र हुनुहुन्छ। तर अब यतिमा मात्र सन्तुष्ट भएर पुग्दैन। आज राज्यको नीतिभन्दा बाहिर रहेका ती तमाम नागरिकलाई समेत यस क्षेत्रमा ल्याउन थप बल पुर्याउन जरुरी छ। आजको साक्षर घोषणा हाम्रो उपलब्धि मात्र होइन, यो त हाम्रो उत्तरदायित्व समेत हो। प्रसिद्ध वैज्ञानिक थोरोले भनेका छन्, शिक्षा खोक्रोबाट सुरु हुन्छ र चिहानमा गएर अन्त्य हुन्छ। यो त नियमित प्रक्रिया हो। आज हामीले प्राप्त गरेको साक्षर जनशक्ति पूरा निरक्षरतातर्फ नफर्कियोस् भन्न दिगो कार्यक्रमका साथ अगाडि बढ्न जरुरी छ, जसमा संघीय सरकारको समेत ध्यान पुगोस्। म यो फोरमबाट अपिल गर्न चाहन्छु। मेरो विश्वास छ आजको यो घोषणा सँगसँगै समाजमा रहेका बाल विवाहका समस्याहरू न्यूनीकरण हुनेछ, शिक्षामा नयाँ आयाम थपिनेछ। हाम्रो परिवारलाई साक्षर बनाउन हामी बालबालिकाहरूले दूतको रूपमा काम गर्नेछौँ। यो विश्वास राखिरहँदा मलाई लाग्छ अब लुम्बिनी प्रदेशको चुनौती रोजगारीको अवसर सिर्जना गर्ने, गुणस्तरतालाई, साक्षरतालाई कायम राख्ने, विश्वस्तरीय प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्नेतर्फ गएको महसुस गरेकी छु, जसको पूर्णताले समाज सशक्त बनोस्, विकास दिगो बनोस्, लोकतन्त्र बलियो बनोस्, सगरमाथाको उचाइ जस्तै उच्च शैक्षिक जनशक्ति नेपालले प्राप्त गरोस्। यो नै हामी सबै नेपालीहरूको आशा, अपेक्षा र शुभेच्छा हो। आदरणीय महानुभावहरू, म एपीएफ सशस्त्र प्रहरी बल जस्तो एक महत्त्वपूर्ण
महत्त्वपूर्ण अङ्गको लागु औषध दुर्व्यसन विरुद्धको जागर दूत भएका नाताले यहाँ अनुरोध गर्न चाहन्छु। आजको यो आधुनिक युगमा साक्षरता भनेको पढ्न र लेख्न जान्ने मात्र होइन, सही र गलत चिज छुट्याउन सक्ने चेतना समेत हो। तर आज मेरै उमेर समूहका थुप्रै युवा तथा बालबालिकाहरू लागु पदार्थ दुर्व्यसन जस्तो गलत दुष्चक्रमा फसेको पाइन्छ, जसले आज हजारौं आमाहरूको कोखलाई रित्याएको छ। मरुभूमिमा आफ्नै छोराछोरीको सुगम भविष्यका लागि पसिना बगाएका बाहरूको सपना चकनाचुर पारेको छ। कैयौं युवतीहरूलाई दुर्व्यसनको लतमा फसाएर बहिष्कारपूर्ण जीवन जिउन बाध्य बनाएको छ। सोचमा, होसमा र साहसमा देशका लागि लड्नुपर्ने युवाहरूलाई किम कर्तव्य विमूढ अवस्थामा पुर्याएको छ। प्राकृतिक रूपमा सृजना हुने वा भनौं मानिस आफैले नै सृजना गर्ने रक्सी, चुरोट, गाँजा, भाङ, धतुरो, चरस जस्ता लागु पदार्थहरू प्राकृतिक लागु पदार्थ हो भने चिकित्साको क्षेत्रमा प्रयोग गरिने, तर चिकित्सकको सल्लाह र परामर्श बिना नै नशा लिनका लागि प्रयोग गरिने नाइट्रोसिन, नाइट्रोभ्याट, फेन्सिडिल, कोडिङ जस्ता लागु पदार्थ सेवनको संख्या आज बढ्दो क्रममा छ। यो कार्यक्रमले यो समस्यालाई समेत न्यूनीकरण गर्न जरुरी छ भन्ने अपेक्षा राखेकी छु। आजको यो सिङ्गो सभाबाट मलाई लागेको छ, आफ्नो च्यातिएको धोतीलाई महिनौसम्म गाँठो पारेर राख्ने आमाले भ्वाङ परेको दौरा र सुरुवालले वर्षौंलाई भइहाल्छ नि, किन फेर्नु पर्यो भनेर दिन गुजारेका बाहरूले टाई, कोट, सुट र बुट लगाएर विद्यालय पठाएका ती नौजवानहरूले लागु पदार्थ दुर्व्यसनमा फस्नु हुँदैन भनेर बुझ्ने मात्र होइन। आज हरेक अभिभावकले आफ्नो होटलमा र पसलमा नशालु पदार्थ लिन आएका बालबालिका पनि मेरै छोराछोरी हुन् भन्ने सम्झिएर लागु पदार्थ दुर्व्यसनबाट टाढा राख्ने समाज निर्माण गर्न पनि साक्षर समाज चाहिन्छ, जसमा यो आजको कार्यक्रमले समाजमा नो ड्रग्स भन्ने मान्यता स्थापित गर्छ भन्ने अपेक्षा समेत राखेकी छु। आजको यो घोषणा हाम्रो अन्त्य होइन, यो त झनै ठुलो यात्राको सुरुवात हो। अन्त्यमा हाम्रो शास्त्रले भन्छ, असतोमा सदगमया तमसोमा दीर्घमया। आज लुम्बिनी प्रदेशले पनि आफ्नो उज्यालो तर्फको यात्रालाई औपचारिक रूपमा घोषणा गरेको छ। मलाई लाग्छ हामी साक्षर भयौं भन्ने गर्व भन्दा ठुलो हामी साक्षर रहिरह्यौं भन्ने जिम्मेवारी हो। त्यसैले यो आजको यात्रामा हामी सबैले साथ दिनेछौँ भन्ने आशा लिएकी छु। यसलाई टिकाइराख्न, आएका समस्याहरूको समाधान गर्दै आशा र अपेक्षाको परिपूर्ति गर्ने, शैक्षिक क्षेत्रमा आफूलाई अब्बल बनाउन पुनः एकपटक हामी सबैजना मिलेर लामो दूरीको यात्रा तय गर्ने र गन्तव्यमा पुग्ने आशा र अपेक्षा सहित मेरो भनाइ यही अन्त्य गर्न चाहन्छु। धन्यवाद, नमस्कार। जय लुम्बिनी प्रदेश, जय साक्षरता, जय शिक्षा। धन्यवाद, नमस्कार। धन्यवाद बहिनी ओजस्वी आचार्यलाई। बहिनीको सम्मानमा एक पारी करताल ध्वनिका साथ ताली बजाइदिन हार्दिकतापूर्वक अनुरोध गर्छु। हामी तपाईहरु जस्तै भाइ बहिनी उत्पादन गर्ने सबै जिल्ला, लुम्बिनी प्रदेशका 12 जिल्लामा यो शक्ति, यो क्षमता सबै बालबालिकामा प्रस्फुटन होस् भन्ने कामना पनि गर्दछौँ। बहिनी ओजस्वीलाई हार्दिकतापूर्वक धन्यवाद।